बसिरहेको छु। म चाहिँ जङ्गलहरू सम्बन्धी यो हाम्रो जङ्गलहरूले चाहिँ कसरी वातावरण र पर्यावरण संरक्षण गर्छ भन्ने सम्बन्धी मेरो अध्ययन हो। त्यो सन्दर्भमा मैले अलिकति मेरो परिचय दिएँ होइन। अब म तपाईँहरूलाई चाहिँ अलिकति के कुरा पनि भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब अलिकति हुन त म यहाँ सिकाउनु तपाईँहरूसँग गर्नु आएको होइन, खासमा तपाईँहरूको कुरा चाहिँ सुन्नु र बुझ्नुको लागि र तपाईँहरूलाई भेट्नको लागि आएको। तर अलिकति अब उमेरदार भएको हिसाबले केही कुरा तपाईँहरूले पनि आशा अवश्य पनि गर्नुभएको हुन्छ, केही न केही प्रतिबद्धता त्यो भएको हिसाबले मात्रै मैले आफ्नो कुरा भन्न खोजेको। नत्र म चाहिँ तपाईँहरूभन्दा जान्ने भएर तपाईँहरूलाई चाहिँ सिकाउनु आएको टिचर चाहिँ होइन। मलाई त्यसरी रूपमा नलिदिनु होला। बरु चाहिँ मैले चाहिँ आफ्नो केही कुराहरू राखेँ। खासमा चाहिँ अब यो हाम्रो तपाईँहरूलाई हर्का साम्पाङ थाहा छँदैछ होइन। हाम्रो पार्टीको अध्यक्षज्यूले चाहिँ पार्टी खोल्नुभन्दा अगाडि चाहिँ झन्डै 3 वर्ष धरानको नेतृत्व मेयरको रूपमा नेतृत्व गर्दाखेरि उहाँले जुन विकासको कुरा गर्नुभयो, विकास पनि साधारण मान्छेको पक्षमा। विकास ठुल्ठुलो रोड बनाउँदा मात्रै विकास त हुँदैन नि त। त्यो विकासले जनतालाई कति फाइदा पुर्याएको छ, जनताको पक्षमा कति छ भनेर साधारण मान्छेको पक्षमा लड्ने विकास चाहियो नि त। अनि हर्का साम्पाङले त्यो गर्नुभएको विकास पछाडि देश नेपालभरि मात्रै होइन, विदेशबाट पनि हर्का साम्पाङको ठुलो फलोइङ मात्रै भएन, उहाँलाई सपोर्ट गर्ने कुराले ठुलो रूपमा भयो। अब उहाँले त्यसो गर्दै गर्दाखेरि देशभरिबाट जुन श्रमदान सुरु भयो, आज नेपालको धेरै भूभागमा श्रमदान हुन्छ, हर्का साम्पाङले सुरु गर्नुभएको। उहाँको पहिलाको सुरु यस्तो ढुङ्गे मेयर काम गर्दैन, मेयर भएर चाहिँ ढुङ्गा बोकेर हिँड्छ भन्ने त्यो आरोपदेखि आज नेपालकै सबैभन्दा ठुलो उहाँ चाहिँ पोलिटिकल सेलिब्रिटी भनौँ न होइन, एउटा राजनीति गर्ने मान्छे मध्येमा चाहिँ प्रधानमन्त्री भन्दा पनि बढी उहाँको पछाडि मान्छे लागिरहेको छ अहिले होइन। यो सन्दर्भमा तपाईँहरूलाई पनि थाहा नै छ। त्यो चाहिँ त्यत्तिकै लाग्दैन नि र। त्यो जनताको पक्षमा काम गरेर, जनताको पक्षमा निरन्तर खटेर, जनताकै पक्षमा भिडेर त्यसरी भएको। अब नेता भनेर पहिला जसरी हामी गाडीमा आउने, जसरी बुझ्थ्यौँ, जसरी ठुल्ठुलो कुरा गर्ने, हर्का साम्पाङ त्यस्तो छैन। हेर्दाखेरि साधारण कपडा लगाएर, हाफप्यान्ट लगाएर, खुकुरी भिरेर नाला बोकेर हिँडेको मान्छे भनेर हामीलाई त्यस्तो नेता लाग्दैन थियो। तर अब बिस्तारै उहाँले नेताको त्यो परिभाषा नै, परिचय नै फेर्नु थाल्नु। हामीलाई त नेता त त्यस्तो चाहिँदो रहेछ भनेर जनताले अहिले बुझ्नु थाल्यो। नेता चाहिँ ठुलो गफ गरेर सहरमा बसेर कफी खाने मान्छे होइन, नेता मात्रै नेता होइन, जनताकै पक्षमा पनि त काम गर्ने। हामीसँगै यसरी डुल्ने, हेर्दाखेरि धुलो मैलो, मलाई नै देख्दाखेरि तपाईँ नेता हो र धेरैजनाले भन्नुहुन्छ होइन। अब म नेता होइन, तर एकजना पढालेखा मान्छे हुनु र युवकै भएको अवसरमा, अझै अहिले म 36 वर्ष पुगेँ उमेरले, त्यो भएको उमेरको हैसियतमा पनि मैले मेरो जनताको पक्षमा, मैले मेरो बुबा आमाको पक्षमा, मैले मेरो गाउँको पक्षमा नलडेँ। यस्तो पढेको के काम भनेर म खासमा राजनीतिमा आएको। हर्का साम्पाङ सरको त्यो कुरा देखेपछि त्यसैले पढेर जागिर त जसले पनि खाएको छ। पढेर पिएचडी गरेर कहाँ मान्छे अमेरिका पनि गएको होला, तर अमेरिका युरोप पनि जाओस्, युके पनि जाओस्, तर आफूभन्दा तल परेको समुदायको लागि आफू जहाँ छौँ। मलाई एकचोटि भन्नुभएको थियो क्या, मेरो जस्तो तपाईँको जस्तो अनुहारले पनि यस्तो बाटो भनेर मलाई भन्नुभएको थियो क्या। अनि अनुहार हेरेर बाटो हुने कुरा त त्यस्तो राम्रो भएन नि त। कस्तो अनुहार गरेको मान्छे चाहिँ बाटो हो त। मलाई त्यो कुरा लागेको हुनाले होइन, पढ्नु पर्ने रहेछ, अनि आफ्नो मान्छेहरूको पक्षमा लड्नु पर्ने रहेछ। मैले लगाइरहेको टोपी भने त हामी सबैको नेपालीहरूको टोपी हो होइन। यो टोपीलाई त हामीले गिर्नु दिनु भएन नि त। भन्नको लागि हामी जस्तो नवयुवाहरू राजनीतिमा आउनुपर्छ भनेर म आएको हो। अलिकति मैले त्यो कुरा पनि भने। अनि हर्का साम्पाङको नेतृत्वको शैलीको बारे पनि भने होइन। अब